चाहिँ हामी दिदीबहिनीको एनिभर्सरी एटेन्ड गर्न जाँदैछौँ। हामी चाहिँ टाढै भए पनि दिदीबहिनीको एनिभर्सरी पार्टी एटेन्ड गरिरहेका छौँ। त्यसको लागि धेरै धेरै खुसी लागिरहेको छ। थ्याङ्क यू सो मच रचना दिदी। रचना दिदी र दाइले गर्दा चाहिँ यो फेस्टिभल भएको हो। अनि थ्याङ्क यू फर द्याट। अनि हामीले चाहिँ जो चाहन्छौँ उहाँ सबैजनाले मिठो सम्झना पठाएका छौँ। होप सबैलाई राम्रो लागेको छ। ह्याप्पी एनिभर्सरी बहिनी ज्वाइँ। आचा भयो तिमीलाई मेरो। हेलो एभ्रिवान, नमस्कार। आज चाहिँ हामी दिदीबहिनीको एनिभर्सरी एटेन्ड गर्न जाँदैछौँ। हामी चाहिँ टाढो भए पनि दिदीबहिनीको एनिभर्सरी पार्टी एटेन्ड गरिरहेका छौँ। त्यसको लागि धेरै धेरै खुसी लागिरहेको छ। स्पेसल थ्याङ्क यू सो मच रचना दिदी। रचना दिदी र दाइले गर्दा चाहिँ यो पोसिबल भएको हो। अनि थ्याङ्क यू फर द्याट। अनि हामीले चाहिँ जो चाहन्छौँ उहाँ सबैजनाले चाहिँ सानो सानो मिठो सम्झना पठाएका छौँ। होप सबैलाई राम्रो लाग्नेछ। लेट्स सी। Happy third anniversary दिदीबहिनी। Lots of love. ह्याप्पी एनिभर्सरी बहिनी ज्वाइँ। धेरै धेरै माया अनि सम्झना छ है। अनि दाइ भाउजूको धेरै धेरै आशीर्वाद छ है। I love happy anniversary to Mom Lover. I love you. My love. Hello dear, happy anniversary to both of you. Invitation त लगभग धेरै अगाडि नै आएको थियो। Yes, I'm here to attend your anniversary party. अनि भिनाजलाई चाहिँ एकदम धेरै धेरै थ्याङ्क यू मेरो साथीलाई यति धेरै खुसी राख्नु भएकोमा। अनि कुमारी अलिक छिटो भेट्नु चाहिँ पर्छ है। बाई, वन्स अगेन ह्याप्पी एनिभर्सरी। ह्याप्पी एनिभर्सरी बहिनी ज्वाइँ। धेरै धेरै शुभकामना।